करपतन गराउनुभन्दा अगाडि चाहिँ ध्यान दिनै पर्ने कुराहरू है यो भिडियोमा रहेको छ। यदि भिडियो खोलिसक्नु भएको छ भने तपाईले भिडियोलाई अन्तिमसम्म हेर्नु होला र भिडियो लाइक गर्नु होला र केही प्रश्न छ भने सोध्नु होला। म अवश्य नै रिप्लाई गर्नेछु करपतन सम्बन्धी है। अब म चाहिँ एक स्वास्थ्यकर्मी हो र मैले आफूले सक्दो राम्रो कुराहरू सेयर गर्न कोसिस गरिराखेको हुन्छु। यही विषयमा चाहिँ करपतन गराउनुभन्दा अगाडि चाहिँ सबभन्दा पहिलो कुरा के ध्यान दिनुपर्छ भने नि कति दिनको भयो, कति दिन गर बसेको भयो भन्ने कुरा ध्यान दिनुपर्छ है। किनभने औषधि खाँदै गर्दाखेरि तपाईँले अरूले भनेको भरमा अथवा कति दिनको भएको छ थाहै नपाए औषधि खानुभयो भने, समयभन्दा अगाडि खानुभयो भने मतलब त्यो धेरै छिटो खाएर पनि राम्रोसँग बच्चा जाँदैन अनि धेरै ढिलो अलिकति समय कटेपछि पनि त्यो औषधि खाँदाखेरि बच्चा नजान सक्छ के। त्यही भएर समयमा खानुपर्छ। समय भनेको कति हो भन्दाखेरि औषधिले खाने औषधि खाएर गराउने करपतन चाहिँ 10 हप्तासम्मको बच्चालाई मात्रै हो है। 10 हप्ता भनेको 4 दुना 8 2.5 महिना जतिको बच्चालाई मात्रै हो है। त्यसपछि गराउनु छ भने अरू उपायहरू हुन्छ। त्यो चाहिँ एउटा कुरा भयो। कहिलेदेखि गर्ने त यसमा कन्फ्युजन हुनसक्छ है। महिनावारी रोकिएको छ नि त, त्यो रोकिएको भन्दा नि जुन बेला अन्तिम पटक महिनावारी भएको थियो नि, महिनावारी अन्तिम पटक भएको पहिलो दिनबाट चाहिँ गर्नुपर्छ है। अनि त्योबाट गनेर चाहिँ 10 हप्तासम्मको छ भने औषधिले खाएर जान्छ। अनि त्यो पहिलो दिनबाटै किनभने नि महिनावारी भयो पहिलो दिन, त्यहाँबाट तपाईँको शरीरमा अर्को महिनावारीको चक्र सुरु भएको हुन्छ के। अनि त्यसपछि महिनावारी भएको छैन भने त्यही बिचमा रहेको हुनसक्छ भनेर त्यहाँदेखि गर्ने गरिन्छ भन्ने कुरा हो। र अर्को चाहिँ साँच्चीकै बच्चा पेटमै बसेको छ त, मतलब पेट भन्नाले यो पेट होइन, माथिल्लो पेट होइन कि पाठेघरमै बसेको छ त भन्ने कुरा पत्ता लगाउनको लागि चाहिँ एउटा भिडियो एक्सरे गरेर कन्फर्म गरेर त्यो चाहिँ औषधि खानुपर्ने हुन्छ। कहिलेकाहीँ के हुन्छ भने पाठेघरमा नबसिकन त्यो चाहिँ त्यहाँ ट्युबहरू हुन्छ नि त, हाम्रो फेलोपियन ट्युबहरू दुवैतिर जहाँ नलीहरूमा बसेको हुनसक्छ, कहिलेकाहीँ ओभरीतिर बसेको हुनसक्छ, कहिलेकाहीँ अन्त्य पनि बसेको हुनसक्छ। पोजिटिभ आउँदैमा आत्तिहालेर अनि औषधि खाइहाल्नु, झ्यापझुप खाइहाल्नु पर्दैन। केही समय कुरेर अनि राम्रोसँग जचाएर चेकअप गराएर भिडियो एक्सरे गराएर पाठेघरमै छ भने त्यसपछि मात्रै औषधि खानुपर्छ। र अर्को कुरा औषधि खाएपछि कसरी खाने, सही तरिकाले खानु पर्यो। पहिलो कुरा जस्तै एउटा चक्की खानुभयो त्यसको 24 घन्टा पछि चाहिँ अर्को 4वटा जिब्रोको मुनि राख्नुपर्छ। यो जिब्रोको मुनि राखेर 15 मिनट जति राख्ने अनि त्यसपछि बाँकी रहेकोलाई चुस्ने। यो भन्दै गर्दाखेरि तपाईँले भनेको स्वास्थ्यकर्मीले चाहिँ त्यो अनुसार फरक पनि पर्न सक्छ। कसैले बजाइना भित्र राख्न पनि भनिन्छ, कसैले जिब्रो मुनि राखेर पनि भनिन्छ। त्यो चाहिँ अब स्वास्थ्यकर्मीको सल्लाह लिनु होला है यसरी खानुभन्दा पनि। र त्यो खाइसकेपछि के हुनसक्छ, कुन बेला डराउनुपर्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ। धेरै ब्लिडिङ भयो, तपाईँको चाहिने भन्दा बढी ब्लिडिङ भयो, एकदम ब्लिडिङ भएको तपाईँ एकदमै सिकिस्तै हुनुभयो, तपाईँको शरीरमा एकदमै शक्ति नै छैन भने त्यस्तो बेलामा चाहिँ एकचोटि तपाईँ ध्यान दिनुपर्छ किन यस्तो भयो भनेर। एकचोटि राम्रोसँग जचाउन जानुपर्छ, भिडियो एक्सरेहरू गर्नुपर्छ। अनि अर्को चाहिँ ज्वरो, एकदमै धेरै ज्वरो आयो, ज्वरो एकदम हाई ग्रेड फिभर आयो, त्यसपछि टाउकोहरू एकदम दुख्न थाल्यो, ज्यान एकदम ल्यालाक लुलुक भयो, केही गर्नै नसक्ने भयो, ब्लिडिङ धेरै भयो, इत्यादि कुराहरू भयो भने तपाईँले समयमै स्वास्थ्यकर्मीको परामर्श लिनुपर्छ। कहिलेकाहीँ केही केसहरूमा चाहिँ इन्फेक्सनहरू हुनसक्छ अथवा अलिकति बढी ब्लिडिङहरू हुनसक्छ, त्यसको औषधिद्वारा उपचार पनि हुन्छ। त्यही भएर यी कुराहरू के भने त पहिलो कुरा चाहिँ कहिलेदेखि घर बसेको, कति दिनको भयो हैन, त्यसपछि गर्ने कुरा त थाहा पाइहाल्नु भयो। औषधि खाने सही तरिका र बच्चा चाहिँ साँच्चीकै यदि पाठेघरमा छ भने मात्रै खानुपर्छ र कस्तो असरहरू देखा पर्न सक्छ भन्ने कुरा ध्यानमा राखेर मात्रै करपतनको औषधि खानुपर्छ, नभए खानु हुँदैन। र यसै सम्बन्धी थप तपाईँले कुनै पनि कुरा जिज्ञासा छ भने भिडियोमा मजाले सोध्न सक्नुहुन्छ, कमेन्टमा मजाले सोध्न सक्नुहुन्छ, म त्यसको रिप्लाई गर्ने नै छु। हस्, आजको भिडियोमा यति भन्दै धन्यवाद, नमस्कार।